ये सब तोरे ला हो ये सब हमरा लाए है यसको खुसी लागेछ त्यही भएर त आज हिँड्नु भनेको मछली छ हेर्नु यसमा मैले आउँदा बेलामा त्यो केटाकेटी कति त्यो पिछा पिछा आयो मैले कराए त सबै भाग्यो हो र म पनि जान्छु सबै माइडमसित एकदमसित डुल्न छवटा थियो पिछा हाल लागेको चलो न चलो आगे पानी पर नसकेको आकाश कन्फ्युज मात्र पारिदिन्छ मन्दिर त त्यही छ त ल टाढैबाट दर्शन मन्दिरको यहाँबाट बाटो रहेछ चलिरहेछ के सोधिरहेछ त्यसले म्याडम लाग्छ के लाग्छ मैले भनेको तिम्रो मिस भन्नु मिस समृद्धि समृद्धि है नाम गेस गरिरहेको के लागेछ यो पोखरीमा त ए याद करो कौन कौन गाछी है अपन कल एकरा समृद्धि को सब गाछी अपन हो बांस ये झुपड़ी खोले रा दोसर को राखे हमरा याद नहीं तो ए खोल दे ना अब कति लेबै ओइमे से आयो हरिया बेसरा त्यतिखेर त पुल बन्ने बाला थियो हैन बनिसक्यो अहिले यसमा बुढा भएर होला क्या कति आलो पिछा चाहिँ गुटुटुटु ए म त भनिरहेको छु बाइक आएको भनेको त प्लेन गुडिरहेको छ ये पुल मात्र छ त खोला छैन त यो एक त्यो हामी जाँदाखेरि एउटा त्यो खोल्सी आउँछ नि त्यही खोल्सी भेट्छ क्या यसले जस्तो लाग्यो मलाई हो त त्यो बच्चाहरूले खालि माछा मार्छ नि यही खोल्सी हो त्यो गयो भुटुटुटुटु गरेर ओ सरी देख्यो अब नै देखायो कति निचाबाट आएछ देखिरहेको छैन अस्ति नै त कति टाढा जस्तो लागेको थियो मलाई त्यतिखेर त्यो खेतको आली नै आएको त्यतिखेर तर पनि कति टाढा थियो कि ठुलो भइसक्यो नि त नि फाइनली म्याडमको खेततिर आइपुग्यो तर यहाँबाट अझै टाढा छ है तपाईँको खेत त म त जाँदिनँ उता पर त यहीँ बसेर हेर्छु
बाटै छैन त्यहाँ फेरि अस्ति त हिलेको बाटो भएर आएको थियो धान रोपाइ भएपछि तपाईँ हेर्न आउनु भएको छैन एक्लै आउन मन लाग्दैन त सरलाई लिएर आउने नि त नि के को धुवा आइरहेछ उता हेर्नु त के फ्याक्ट्री छ कि के छ हेर्नु न कसरी धुवा आइरहेछ होइन यति धेरै त छ त धेरै आइरहेछ त आगो लागेको हो कि मान्छे चाहिँ हिरोनी बन्नेवाला अझ कपाल सिँगारी हिरोनी बन्छ अनि हिँड्न सक्दैन यता जहिले हावा चल्छ क्या हो पहिला आउँदा पनि यसै गरी हावा चलिरहेको थियो ओ माई गॉड के भएको छ त्यहाँनिर यस्तो साह्रो धुवा आएर छ होइन ओह त्यो हो त यहाँ त आले पनि टुटेको रहेछ झन्डै गाडीमा त ढेँडो बनाएर खान्छ मकैको भात हुँदैन मकैको त ढेँडो हुन्छ हाम्रो त्यस्तो खान्छ घरमा भुजा भुजेको भनेको चाहिँ के हो नि भुजा कस्तो हुन्छ मलाई थाहा छैन मकैको भुजा भुजेको छाता त उडाउनु लाग्यो हावाले त बादलले हिमाल जस्तो देखिरहेछ बादलले गरेर केस हावामा केस फरारा 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 जनकपुरमा गएर ल्यान्ड हुने गयो जनकपुरमा त्यो गयो जनकपुरमा हामी चाहिँ घर
हट एन्ड स्पाइसी चाउचाउ खुवाइदिएको त नानी र नतिन त हाहा गरेर चाउचाउ नै खान सक्यो। यतातिर चाहिँ दसैँ आइसकेको छ किनभने दसैँ आयो भनेर भन्ने के उडिरहेछ खै त ड्रागन फ्लाई दसैँ आयो भनेर सङ्केत गर्ने किरा कति भगेलले दोनों गोडा के चाउचाउ हालत खराब करेल क्या है। बैठो कलमा चलो चलो ल आगे चलो म दौडेर भेट्छु चलो दोनों गोडा के दौडेर भेट्छु म